लु अघि चाहिँ अब हाँसहरूसँग खिच्यो यहाँ झरना छ पानीको छ माथि डाँडाहरू छ हेर्नुहोस् यहाँ कत्रो ठुलो जङ्गल छ क्या कति डाँडा छ डाँडाको फेद जुन पाहाडको फेदमै छ है साथ कस्तो जाने पाहाड म त यो चाहिँ सिमचरा है हाम्रो नेपालमा सिमचरा भन्छ यहाँ त छेउमा पो आउँछ सिमचरा नेपालको यत्रो यत्रो भएछ मान्छे पढ्ने गर्ने सिङ्गाने यहाँनिर कस्तो खालको छ यस्तो अनौठो खालको दृश्य छ है साथी सम्झिने ठाउँ यहाँनिर कस्तो दामी छ रुखपातहरू नै रुखलाई यो हेर्नुहोस् यो नेपालमा थियो एउटा रुख कहाँबाट आयो लाली गुराँसको फुलहरू बोटहरू छ यी सबै लाली गुराँसको बोटहरू यो धुपीहरू छ सल्लाहहरू छ बोटको हो भने लाली गुराँस पनि छ धुपी सल्लाह पनि छ भेन्डी सल्लाहहरू पनि छ खै के हो कत्रो कत्रो रुख यो 100 वर्ष अगाडिदेखिको रुखहरू रहेछ हामी चाहिँ आज यता इभिनिङ वाक मर्निङ वाक होइन इभिनिङ वाकमा हामी आएको छौँ आज कत्रो ठुलो जङ्गल कति वर्ष पुग्यो